ईश्वरग्रन्थ 141 एउटा पनि मानव नभएको नगरपालिका नै हुँदो रहेछ हजुर। त्यो हो फलेवास नगरपालिका। किनभने सत्य बोल्नुहोस्, उपाय साँचेर उडाइन्छन्, ज्ञान विवेक चरित्र दिनुहोस्, पागल भनिदिन्छन्। यस्ता असुर भएको फन्न पाछ। ईश्वरले ज्ञान विवेक सभ्यता कसरी सिकाएको छ भने 141 नम्बरमा मानवता मानवता कुन कुन गुणहरू भएमा मात्र छन्। ती 22वटा गुणहरू मात्र छन्। 1 सत्य साँचो बोल्नु, 2 नचोर्नु, 3 शुद्ध आहार विहार गर्नु, 4 अहिंसामा रहनु, 5 नैतिकतामा रहनु र मर्यादामा रहनु, 6 ज्ञानमा रहनु, 7 विवेकमा रहनु, 8 सभ्यतामा रहनु, 9 आचरणमा रहनु, 10 चरित्रमा रहनु, 11 शान्तिमा रहनु, 12 एकतामा रहनु, 13 भाइचारामा रहनु, 14 सच्चा प्रेममा गर्नु, 15 नियम पालना गर्नु, 16 कल्याण भान राख्नु, 17 सहयोग भावमा रहनु, 18 दयामाया हुनु, 19 नम्रतामा रहनु र 20 निस्वार्थमा रहनु। तब मात्र मानवले मानवता पालना गर्दछ। र यसमा 5-5 अङ्क ईश्वर दिदीले दिएको छु र मानव बनाएको छु। लर्ड ईश्वर सत्य फलेवास स्थान छ पर्वत।